हेर्नु सक्नुहुन्छ गाइस, यहाँ हेर्नु भाडा मात्रै 500 रुपैयाँ छ हैन, बाटो चाहिँ यस्तो छ। मात्रै 500। वाउ कस्तो मजा आउँदो रहेछ। माथि पनि कुकिरहेछ। हेर्नु सक्नुहुन्छ यहाँ बाटो चाहिँ दामी छ हैन, बिर्तामोडको भन्दा राम्रो बाटो छ यहाँ। धेरै खराब बाटो। के गर्नु अब, भगवान पुग्ने ठाउँमा त जस्तै सुके भए पनि जानै पर्छ हैन। डाउटै लागिरहेछ। कुनै कन्ट्रोलले काम गर्दै यस्तो छोड्दैन। क्लियर गर्छ। उबी बनाएको हो यस्तो। लागि सायद विरक्त लाग्नु थालिसक्यो मलाई त यहाँ बाटो देख। यो बाटो। हेर्नु सक्नुहुन्छ हाम्रो गाडी यस्तो नगर्नु डर लागिसक्यो। अनि यो यहाँ धेरै खराब छ कि अङ्कल, लास्टै खराब छ कि। अनि तपाईहरु आएको भए त अनि के हो, होली खेलेर जानुहुन्थ्यो त। ओ दिनमा भयो भने मजा आउँथ्यो। त्यही त भन्दैछु, हिँडेर आउनु पर्यो नि त हामी सबैले, अनि त होली खेल्दै जान्छ। हेर्नु सक्नुहुन्छ बाटो यस्तो छ हैन। अब राम्रो बाटो छ, ग्रुपमा मजाले छ, के केही फरक पर्दैन। चप्पल लाएर भए चाहिँ सकिन्छ कि अब जुत्तामा चाहिँ चप्पल हामी टाउकोमा हाल्दैन हामी। ल अगाडि चाहिँ हेर्नु सक्नुहुन्छ यस्तो छ साथीहरु हैन। राम्रो बाटो छ, फुल हाइवे 4 लाइन। पुरै बाटो हाइवे छ। 6 लाइनको कमी छ। तपाईहरु पनि आउन सक्नुहुन्छ हैन, केहीको कमी छैन। कमी भयो भने कल गर्नु होला। एक ताल मात्र हो। हेल्प गरिदिन्छु। हामी हेलिकप्टरबाट रेस्क्यु गर्छु। त्यो चाहिँ ल्याएको पऱ्यो, ट्र्याक्टर ल्याएको पऱ्यो। हेलिकप्टर चाहिँ सिधै रेस्क्यु। त्यहाँ त कुनै न कुनै गाडी फसिरहेको होला होइन, त्यहाँ बेला फस्छ। धेरै त्यो खराब, धेरै खराब छ। बिचारहरुको बाइक हेर्नु न। त्योभन्दा त्यस्तै खराब मात्र सोचेको भन्दा खराब छ। कति मिनटको भयो? कति मिनेटको भयो? ए पुरै तपाईले भने जस्तै लामो भिडियो भयो 2 GB भइसकेको होला। हाई क्वालिटीमा छ। जुन चाहिँ क्वालिटीमा होस् न, बाटो त देखाउनु पर्यो। बन्द गरिदिनु।